सबैभन्दा प्यारो र चोखो भनेको दिदीबहिनीको सम्बन्ध हुन्छ। दिदीबहिनीको सम्बन्ध यस्तो हुन्छ, त्यो दिदी होस् चाहे बहिनी होस्, आफ्ना मनका पीडाहरू कसैलाई सुनाउन नसकेको अवस्थामा श्रीमान, बाबुबा, आमा, साथी कसैलाई सुनाउन नसकेको अवस्थामा त्यो दिदी या बहिनीलाई सुनाएको हुन्छ क्या। र एक किसिमको विश्वास हुन्छ, मलाई दुःख पर्यो भने, मलाई आपत पर्यो भने मेरो दिदी छ है, मेरो बहिनी छ, उसले त मलाई साथ दिन्छ भन्ने हुन्छ। र श्रीमानसँग पनि, श्रीमानको परिवारसँग ठ्याक्क ठुक्क पर्यो भने पनि तिमीहरूले के बोल, मेरो दिदी छ, मेरो बहिनी छ, मलाई सधैँभरि साथ दिन्छ भन्ने कुरा एउटा आश हुन्छ। दुःख पर्दाखेरि सबैभन्दा पहिला दिदी बहिनीको याद आउँछ र त्यो अवस्थामा हरेक दिदी बहिनीले एकअर्कालाई साथ पनि दिनपर्छ, विश्वास तोड्नु हुँदैन नि त। अब साथ भनेर पैसैको साथ भन्ने होइन, शब्दको साथ। म छु नि तेरो, त टेन्सन नलि, त पिर नलि, सधैँभरि म तेरो साथमा छु, तँलाई एक्लो कहिले महसुस हुन्न दिदी न भनेर त्यो दिदी बहिनीले त्यो शब्दले भन्दा पनि संसारको सबैभन्दा भाग्यमानी